अहिलेसम्म हामीले हाम्रो लिङ्कबाट यो गर्न मिल्छ, यो फिचर्स छ, एआई छ, वेबसाइट छ भनेर धेरै भिडियो बनायौँ। तर रिसेन्टली धेरैजनासँग कुरा गर्दा हामीलाई एउटा कुरा रियलाइज भयो। हामीले हाम्रो लिङ्क के हो भन्ने कुरा नै राम्ररी एक्सप्लेन गरेका रहेनछौँ। त्यसैले आज फिचर्सको कुरा नगरी एकदम बेसिकबाट सुरु गरौँ। वेबसाइट के हो, किन चाहिन्छ र हाम्रो लिङ्कले त्यसमा कस्तो रोल प्ले गर्छ। सबैभन्दा पहिले वेबसाइट भनेको के हो त? सिम्पली भन्नुपर्दा वेबसाइट भनेको इन्टरनेटमा तपाईँको बिजनेसको आफ्नै अफिसियल एड्रेस जस्तै हो। जस्तै www.तपाईकोब्रान्डनेम.com, जहाँ कस्टमरले तपाईँको बिजनेसको बारेमा प्रोडक्ट, सर्भिसेस, कन्ट्याक्ट डिटेल्स, लोकेसन सबै कुरा एकै ठाउँबाट प्रोफेसनल तरिकाले हेर्न र इन्टरेक्ट गर्न सक्छन्। आजभोलि धेरै बिजनेसहरू फेसबुक, टिकटक, इन्स्टाग्रामबाट राम्रै चलिरहेको हुन्छ। त्यो राम्रो कुरा हो, तर इमेजिन गर्नुहोस् न, मलाई तपाईँको एउटा स्पेसिफिक सर्भिसको बारेमा मात्रै बुझ्नु छ भने फेसबुक पेजमा कति पोस्ट स्क्रोल गर्नु पर्ला, या मलाई तपाईँको स्टोरबाट एउटा ज्याकेट मात्रै हेर्नु छ भने इन्स्टाग्राम र टिकटकको रिल्स कति हेर्नु पर्ला। तर वेबसाइटमा चाहिँ यस्तो हुँदैन। सबै कुरा क्याटेगोरी अनुसार राम्ररी म्यानेज गरिएको हुन्छ। प्रोडक्ट हेर्नु छ, डाइरेक्ट प्रोडक्ट पेज, सर्भिस बुझ्नु छ, डाइरेक्ट सर्भिस पेज, कन्ट्याक्ट गर्नु छ एक क्लिकमै। र हाम्रो लिङ्कमा त एआई च्याटबोट पनि छ, जसले कस्टमरको कमन क्वेसन्सको एन्सर दिन्छ र गाइड गर्न पनि हेल्प गर्छ। त्यसैले वेबसाइट भनेको सोसियल मिडियाको रिप्लेसमेन्ट चाहिँ होइन, बरु सोसियल मिडियाले कस्टमर ल्याउँछ र वेबसाइटले त्यो कस्टमरलाई प्रोफेसनल एक्सपिरियन्स दिन्छ। अनि हाम्रो लिङ्क चाहिँ यही कुरालाई सजिलो बनाउनको लागि बनाइएको एउटा प्लेटफर्म हो। यसले खालि वेबसाइट मात्रै बनाउँदैन। वेबसाइट, प्रोफेसनल इमेल, एआई टुल्स, बिजनेस म्यानेज गर्ने ड्यासबोर्ड, यो सबै एकै सिस्टमभित्र दिन्छ र टेक्निकल नलेज नभए पनि तपाईँ आफैले युज गर्न मिल्ने गरी डिजाइन गरिएको छ। एक्जाम्पलको लागि तपाईँ ड्यासबोर्डमा लगइन गर्नुभयो, एउटा प्रोडक्ट पेज एड गर्नुभयो, प्राइस अपडेट गर्नुभयो, नयाँ फोटो हाल्नुभयो, सेभ गर्ने बित्तिकै त्यो चेन्ज तपाईँको लाइभ वेबसाइटमा अटोमेटिकल्ली अपडेट हुन्छ। कुनै डेभलपर वा सफ्टवेयर इन्जिनियरलाई भनिराख्नु पर्दैन। र पर्सनल्ली मलाई सबभन्दा मनपर्ने कुरा के हो भने कन्ट्रोल तपाईँको, ब्रान्ड तपाईँको, डाटा तपाईँको र वेबसाइट पनि तपाईँले नै म्यानेज गर्न सक्नुहुन्छ। हाम्रो लिङ्क बनेको मेन रिजन पनि यही नै हो। लोकल बिजनेसेसहरू टेक्नोलोजीको लागि सधैँ अरूमा डिपेन्ड नहोस्, आफ्नो बिजनेसको सिस्टम आफैले कन्फिडेन्टली म्यानेज गर्न सकुन् भन्ने भिजनको साथ हामीले हाम्रो लिङ्कको सुरुवात गरेका थियौँ। अब अर्को भिडियोमा हाम्रो लिङ्कले वेबसाइट पछिको बिजनेस कामहरू कसरी अटोमेट गर्न सक्छ भन्ने कुराको प्र्याक्टिकल एक्जाम्पलहरू हेर्नेछौँ। र तपाईँले हाम्रो लिङ्कबाट साइट बनाउनु भएको छैन भने आजै गएर साइन अप गरेर आफ्नो साइट बनाउन सक्नुहुन्छ, किनभने फ्री ट्रायलहरू पनि अहिले एभाइलेबल छ।